ए छुइगोठो आन्टी हो ए ल म यहाँ फेरि पनि हाम्रो जानकी आर्ट्समा आइसकेर यहाँ चाहिँ यो छुइगोठ भन्ने मेरो पछाडि ठ्याक्कै तपाईँले देख्न सक्नुहुन्छ यसलाई चाहिँ छुइगोठ भन्छ उहाँ आन्टीले भर्खरै भन्नुभएको छ अनि त्यसपछि चाहिँ यहाँ एकजना आन्टी हुनुहुन्छ कि क्या हो दिदी ए बहिनी एकजना बहिनी हुनुहुन्छ यहाँ अब छुइगोठमा बस्नुभयो आन्टी यहाँ यता आउनु त तपाईँ आन्टी अब यो छुइगोठ हामी बहिनी हजुरलाई चाहिँ यो नल्कामा जाने अनुमति छ कि छैन छैन अनि टोइलेट जाने अनुमति छ कि छैन टोइलेट जाने अनुमति पनि छैन उहाँलाई नल्कामा जाने अनुमति पनि छैन यस्तो गाह्रो भनेपछि पारिदिनु भयो आन्टी हजुरहरूले आन्टी अब चाहिँ यसलाई चाहिँ हटाउनु पर्ने भयो आन्टी कसरी हुन्छ यसलाई अब हामी चाहिँ हाम्रो देवी देउतालाई मनाउनु पर्यो आन्टी हाम्रो आन्टी घरमुली आन्टी उहाँ नै हो चस्मा लगाएर देख्नुभयो होला जुत्ता अहिले चस्मा लगाउनु भयो आन्टीले भर्खरै हाम्रो यहाँ चाहिँ म पनि चस्मा लगाउँछु क्या आन्टी अनि अब चाहिँ यस्तै चाहिँ अनि हजुर अनि जस्तै टोइलेट लाग्यो भने बहिनी म तपाईँ चिन्ता नलिनु तपाईँले फेस देखेँ होइन तपाईँ केही फरक पर्दैन हजुरलाई अनि बहिनी टोइलेट लाग्यो भने कता जाने गर्नुभयो टोइलेटमा अर्काको टोइलेटमा ए अर्काको टोइलेटमा जानुभयो अनि नुहाइधुवाइ सरसफाइ कतिको गर्नुभयो ए डेली गर्नुभयो एक टाइम दुई टाइम एक टाइम हुन्छ अनि पानी कसरी यहाँ त बोकेर दिनुहुन्छ अनि ए जानुहुन्छ होइन ए ठिकै छ हुन्छ कति दिन भयो हजुरको अहिले 4 दिन कति दिन बस्नुपर्छ 5 ए भोलिभित्र बसिहाल्नुहुन्छ 5 दिनसम्म चाहिँ हजुर चाहिँ अनि राति पनि यसै नै सुत्नुहुन्छ राति कोही गुन्डा सुन्डा त आउन्न नि यतातिर त्यस्तो हो हल्ला रक्सी खाएका मान्छे त्यस्तो त हिँड्छन् तर थाहा पाउँदैनन् यतातिर होइन ए आन्टी सुत्ने बेलामा अलि जागी सुत्नु पर्यो है त यसो उठ्ने छोरीलाई हेर्ने यताउता विचार गर्ने है ए बुहारी हो हजुर ए उहाँ बुहारी हो हजुर ए बुहारी छोरी एउटै हो बहिनी हेर्नुहोस् आजभोलि त बुहारी छोरी एउटै हुन् क्या ल ठिकै छ अब बुहारीलाई टाइममा हेरिराख्नु होला हजुरको घर चाहिँ कुन कहाँ हो माइती घर तनहुँ जिल्ला हजुरको नाम भन्नुहोस् त हजुर तनहुँ जिल्लामा त फेरि यस्तो परम्परा छैन तपाईँलाई यहाँ आउँदाखेरि अचम्म लाग्यो होला होइन ए यो तनहुँमा म पनि उतातिर धेरै बसेको त्यहाँ मेरो मगर साथीहरू धेरै नै थिए क्या तिनीहरूले भन्थे कि मलाई गिज्याउँथे क्या तेरो गाउँघरतिर त यस्तो छपरी सपरी बस्छन् यता उता पर्थ छ भने किताबमा हामीले तिनीहरूले पढेका नै लाइभमा होइन अनि हजुर लाइभमा होइन बहिनी अनि त्यसपछि तिनीहरूले मलाई लास्टै गिज्याउँथे क्या तनहुँका मेरा साथीहरू त्यहाँ कुमार सुमार सुरेश थापा के भन्ने थिए क्या त्यहाँका अनि तिनीहरू मेरो साथीहरू थिए अनि तिनीहरूले भन्थे क्या अनि हजुरको तनहुँको कुन ठाउँ ए तनहुँ पनि फेरि ठुलै छ ठिकै छ हुन्छ त्यस्तो राम्रो ठाउँबाट आउनुभयो होइन यताको हावापानीले त तपाईँलाई शुभेहा कति वर्ष भयो तपाईँ यहाँको 10 वर्ष पुगिसक्यो ए यो यिनी हजुरका छोरी हुन् ए दुईटा छोरी छन् हजुरका अनि हजुरका छोरी भनेपछि त मैले दिदी भन्नुपर्ने भयो हजुरलाई ए उमेर 26 हो भर्खर ए भनेपछि सानै उमेरमा तपाईँ लभमा परेर यतातिर फस्नु हो जस्तो लाग्यो मलाई चाहिँ ल ठिकै छ अब यसलाई पनि अब चाहिँ अलि विचार गर्नु होला होइन यो बाटो पनि फेरि अब ठिक छैन माहौल पनि ठिक छैन यसो राति पनि फेरि सुतेपछि फेरि एकैचोटि थाहै नपाउने गरी नसुत्नु होला अनि अब सुरक्षा पनि चाहिन्छ अब अलि राम्रो भइदियो भने त ढोका भइदियो त खासै केही फरक पर्थेन अब ढोका पनि छैन राति त्यसै हावा आयो भने फेरि चिसो हुने त्यस्तो पनि हुन्छ होला
अब कहिले गर्मी कहिले चिसो हुन्छ होला। ल ठिकै छ हजुर, अब चाहिँ मिलाउनु होला के अरे। म चाहिँ यो प्रथालाई चाहिँ चाँडोभन्दा चाँडै हटाउने तर्क म चाहिँ सोचमा छु। मेरो काम चाहिँ अब यो 6 बजी प्रथा मेरो जानकीबाट पुरै मुक्त गर्ने मेरो चाहिँ यो हजुर मेरो प्रयास हो। यो प्रयास चाहिँ मेरो तबसम्म जारी रहन्छ जबसम्म यो जानकीबाट यो छाउपडी प्रथा खत्म हुँदैन तबसम्म चाहिँ म यो चिजलाई चाहिँ म एकदमै न्यूनीकरण एकदम ध्यान दिएर यसलाई चाहिँ एकदम जहाँ जस्तो परिस्थितिमा पनि म यो कुरालाई चाहिँ म पुर्याउन तयार छु। तर मेरो जानकी गाउँपालिकाबाट चाहिँ यो छाउपडी प्रथा भन्ने चाहिँ अन्त हुनुपर्छ। यो प्रथाको अन्त हुनुपर्छ। हजुरले के भन्नुहुन्छ? अन्त हुनुपर्छ नि होइन? र यो चाहिँ अलि ठिक छैन होइन यो प्रथा। अनि कसैको कुनै देशमा नभएको प्रथा पनि अब महिलालाई महिनावारी हुनु भनेको त महिलाले पाएको वरदान हो, वरदान हो। त्यसरी चाहिँ यसरी छाउपडीमा राख्न हुँदैन। ल ठिकै छ, म हजुरको हजुर हो असुरक्षितै छ, असुरक्षितै छ। अझै त्यसमाथि फेरि नलका पनि प्रयोग नगर्न पाउने, कलर टोइलेट पनि प्रयोग नगर्न पाउने, यो भनेको एकदम हो। अब पङ्खा छैन, गर्मी हुन्छ, कहिले साँपै आइदेला, पानी पर्छ होइन, धेरै खालका समस्याहरू हुन्छन्। त्यही भएर यो चिजलाई चाहिँ हामी चाहिँ अब यदि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने यो प्रथालाई चाहिँ हामीले चाहिँ कसरी हुन्छ अन्त्य गर्नुपर्छतिर लाग्नुपर्छ। तपाईँहरूले पनि सबैजनाले यो भिडियो हेर्नुभयो भने तपाईँहरूले पनि साथ र सपोर्ट गरिदिनु होला, सहयोग गर्नु होला। तपाईँहरूले पनि यो चिजलाई हामीले चाहिँ अन्त्य गर्नुपर्छ। हेर्नुहोस्, महिला चाहिँ महिनावारी भएको चाहिँ हामीले चाहिँ श्राप मान्नुहुन्न। यो चाहिँ महिलाले पाएको वरदान हो। त्यही भएर चाहिँ यसलाई चाहिँ हामीले चाहिँ छाउपडी जस्ता प्रथालाई चाहिँ कायम राख्नु हुँदैन भन्नका साथ म आजको यो भिडियो यही अन्त्य गर्छु। हस्त धन्यवाद।